नमस्कार र स्वागत छ तपाईहरू सबैलाई। आज हामी तपाईहरूलाई एउटा यस्तो रहस्यमय संसारमा लिएर जाँदैछौँ जहाँको भयङ्कर चापले फलामको पनडुब्बीलाई केही सेकेन्डमै चकनाचुर पारिदिन्छ। टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी 4000 मिटरको गहिराईमा विस्फोट भयो, तर त्यहीँभन्दा दोब्बर गहिराईमा एउटा सानो माछा भने राजा झैँ आरामसँग बाँचिरहेको छ। आखिर त्यो जीव को हो? उसले यस्तो असम्भव गहिराईमा कसरी जीवन सम्भव बनायो र समुद्रको अँध्यारोभित्र लुकेको त्यो रहस्य के हो? स्वागत छ तपाईलाई अचम्मको दुनियाँमा। आउनुहोस्, आजको यो अचम्मले भरिएको यात्रा सुरु गरौँ। टाइटानिकमा गएको पनडुब्बी समुद्रको 4000 मिटरको गहिराईमा विस्फोट भयो। तर यो स्नेल फिस यस्तो समुद्री जीव हो जुन 8300 मिटरको गहिराईमा पनि जीवित रहन सक्छ। यसलाई प्राकृतिक रूपमा संसारको सबैभन्दा बलियो जीव मानिन्छ। यदि यसको माथि हात्तीहरूको बथान राखियो भने पनि, यदि यसको माथिबाट भारी ट्रकहरू गुडाइयो भने पनि, वा यसको माथि एउटा रेल इन्जिन राखियो भने पनि यसको शरीरमा कुनै असर पर्दैन। तर प्रश्न यो छ कि आखिर यसको शरीरभित्र के छ? दर्शकहरू, यदि हामी प्रशान्त महासागरमा रहेको गुआम टापुबाट 350 किलोमिटर दक्षिण पश्चिममा यात्रा गर्छौँ भने समुद्रको त्यो भाग आउँछ जसको मुनि महासागरको सबैभन्दा गहिरो बिन्दु अवस्थित छ। यस बिन्दुलाई मारियाना ट्रेन्च पनि भनिन्छ। मारियाना ट्रेन्च समुद्रको फेदमा रहेको एक धेरै ठुलो अर्धचन्द्राकार खाडल हो। यसको लम्बाइ 2550 किलोमिटर र चौडाइ 69 किलोमिटर छ। यस खाडलका कारण समुद्रको यो भाग अचानक धेरै गहिरो हुन्छ। यस खाडलको बारेमा जानकारी लिन गुगल अर्थमा पनि हेर्न सकिन्छ। यस ट्रेन्चमा हाम्रो संसारको सबैभन्दा गहिरो बिन्दु च्यालेन्जर डिप अवस्थित छ, जुन समुद्री सतहबाट लगभग 11033 मिटर वा 36200 फिट मुनि छ। यो गहिराई महासागरको सबैभन्दा कम अन्वेषण गरिएको भाग हो। यसलाई ह्याडल जोन पनि भनिन्छ। यसको नाम ग्रिक पाताल लोकका राजा हेडिजको नामबाट राखिएको हो। यस गहिराईमा खतरनाक अन्धकार, खानाको कमी र हड्डी नै फुट्ने चाप यहाँ जीवहरू बाँच्न लगभग असम्भव छ भन्ने स्पष्ट सङ्केतहरू हुन्। सुरुमा यो पनि विश्वास गरिन्थ्यो कि मानिसहरू कहिल्यै ह्याडल जोनमा पुग्न सक्ने छैनन्। तर 19औं शताब्दीमा एउटा यस्तो घटना घट्यो जसले यो धारणालाई सधैँका लागि बदलिदियो। सन् 1875 मा HMS च्यालेन्जर नामको जहाज समुद्रमा थियो। यसमा त्यस समयका समुद्री अन्वेषकहरू महासागरको सबैभन्दा गहिरो बिन्दु पत्ता लगाउन निस्किएका थिए। एउटा निश्चित स्थानमा पुगेपछि उनीहरूले डोरीमा एउटा तौल झुन्ड्याए र त्यसलाई समुद्रमा फाले। यो याद गरियो कि डोरी तल गइरह्यो, तर अझै पनि सबैभन्दा गहिरो बिन्दु भेटिएको थिएन। यस्तो पहिले कहिले भएको थिएन कि समुद्रको फेदमा पुग्नु अगाडि नै उनीहरूको डोरी सकियोस्। यो खबरले संसारभरका समुद्री अन्वेषकहरूलाई चकित बनायो। मारियाना ट्रेन्च समुद्रको सबैभन्दा गहिरो बिन्दु हो भन्ने थाहा पाउनु मात्र पर्याप्त थिएन। यो बिन्दुमा पुग्न धेरै प्रयासहरू गरिए, तर यो गहिराईले कसैलाई पनि आफ्नो नजिक आउन दिएन। च्यालेन्जर डिपको खोजको 85 वर्षपछि सन् 1960 मा 2 जना मानिसले यति टाढा जाने हिम्मत गरे। ज्याक पिकार्ड र नेभी लेफ्टिनेन्ट डन वाल्सले ट्रिएस्ट नामको पनडुब्बीमा चढेर यो उपलब्धि हासिल गरे। उनीहरूको 5 घण्टाको यात्रा धेरै चुनौतीहरूले भरिएको थियो। 5 घण्टा तल जान मात्र र बाँकी 5 घण्टा माथि आउन लाग्यो। यस गहिराईमा पानीको चाप समुद्री सतहको तुलनामा लगभग 1000 गुणा बढी हुन्छ। उनीहरूको यात्राको क्रममा पनडुब्बीको झ्याल फुटेको थियो, जसका कारण उनीहरूले च्यालेन्जर डिपमा 20 मिनेट मात्र बिताउन सके र त्यसपछि उनीहरू माथि आउनु पर्यो। वास्तवमा उनीहरूले त्यस बिन्दुमा थोरै समय मात्र बिताए, तर उनीहरूले त्यहाँ जे देखे त्यसले वैज्ञानिक समुदायलाई स्तब्ध बनायो। जीवन हो। समुद्री सतहबाट 11000 मिटरको गहिराईमा जीवित माछाका प्रजातिहरू देखेर उनीहरू छक्क परे।
हामी तपाईलाई यहाँ भनौँ कि च्यालेन्जर डिप यति गहिरो छ कि यदि सगरमाथालाई त्यहाँ राखियो भने पनि यसको चुचुरो समुद्री सतहभन्दा लगभग 2 किलोमिटर मुनि हुनेछ। यहाँ पानीको चाप लगभग 16,000 psi छ। यसको अर्थ केवल 1 वर्ग इन्चको क्षेत्रमा परेको तौल 7,250 किलोग्राम हुन्छ। समयको अभावका कारण उनीहरूले च्यालेन्जर डिप तुरुन्तै छोड्नु पर्यो, तर यो यात्राले समुद्री अन्वेषकहरू र जीव वैज्ञानिकहरूका लागि ठूलो रहस्य खडा गर्यो। आखिर हाडल जोनमा जीवन कसरी सम्भव छ, जहाँ न अक्सिजन छ न त सूर्यको प्रकाश? अनुसन्धानका लागि समुद्रको यस्तो गहिराईमा जानु एउटा असम्भव कार्य हो। त्यसैले सन् 1996 मा जापानले काइको नामक एउटा रोबोटिक सबमर्सिबल विकास गर्यो। यस मिसनलाई काइको मिसन नाम दिइएको थियो, जसमा यो सबमर्सिबललाई च्यालेन्जर डिपमा पठाएर नमुनाहरू सङ्कलन गरी फिर्ता ल्याउनु पर्ने थियो। काइकोले समुद्रको फेदबाट केही नमुनाहरू सङ्कलन गर्यो। जब तिनीहरूको परीक्षण गरियो, उनीहरूले फेला पारे कि समुद्रको फेद अनौठो ब्याक्टेरियाले भरिएको थियो। ती ब्याक्टेरिया जुन पहिले कहिले देखिएका थिएनन्। प्रयोगशाला परीक्षणले यो ब्याक्टेरिया एका धेरै अनौठो प्रजाति भएको खुलासा गर्यो, जसमा उच्च चापमा पनि बाँच्न सक्ने क्षमता छ। सामान्यतया जमिनमा बिरुवाहरूले प्रकाश संश्लेषण फोटोसिन्थेसिस मार्फत ऊर्जा उत्पादन गर्छन्। यसको अर्थ सूर्यको प्रकाश, पानी र कार्बन डाइअक्साइड मार्फत। तर यदि समुद्रको गहिराईमा जीवन सम्भव छ भने यो यिनै ब्याक्टेरियाका कारण हो। ब्याक्टेरियाले कार्बन डाइअक्साइड र चट्टानबाट खनिजहरू सोसेर रासायनिक प्रक्रिया मार्फत ऊर्जा र अक्सिजन उत्पादन गर्छन्। यो प्रक्रियालाई केमोसिन्थेसिस भनिन्छ। यो याद गरियो कि यी ब्याक्टेरियाद्वारा उत्पादित ऊर्जाले यस गहिरो समुद्रका अन्य जीवहरूका लागि मुख्य ऊर्जा स्रोतको रूपमा काम गर्छ। हाडल जोनमा जीवन साँच्चै सम्भव छ भन्ने प्रमाणित गर्न यो प्रमाण पर्याप्त थियो। मारियाना ट्रेन्च आश्चर्यजनक रूपमा सबैभन्दा गहिरोमा बस्ने माछाको भर पनि भएको छ, जुन स्नेल फिस हो। यो हाडल जोनमा बस्ने भएकोले यसलाई हाडल स्नेल फिसको रूपमा पनि चिनिन्छ। 12 इन्चसम्म लामो र 3 इन्च बाक्लो यो माछाले आफ्नो शरीरमा कति दबाव सहनु पर्छ भन्ने विश्वास गर्न गाह्रो छ। यस माछाको शरीरको क्षेत्रफल लगभग 25 वर्ग इन्च छ र त्यो गहिराईमा चाप 16,000 psi छ। गणनाको आधारमा हाडल स्नेलफिसले आफ्नो सम्पूर्ण शरीरमा लगभग 1,70,000 किलोग्राम तौल निरन्तर सहिरहेको हुन्छ। हो, सन्दर्भको लागि म तपाईलाई भनौँ कि बोइङ 777 को खाली तौल 1,68,000 किलोग्राम हुन्छ र एउटा औसत रेल इन्जिनको तौल 1,50,000 किलोग्राम हुन्छ। यति सानो माछाले यति धेरै तौल सहन सक्छ भन्ने कुरा कुनै चमत्कारभन्दा कम छैन। तर यसको कारण के हो, दुर्भाग्यवश वैज्ञानिक समुदायले अहिलेसम्म ठ्याक्कै थाहा पाउन सकेको छैन। वास्तवमा त्यहाँ जान र अनुसन्धान गर्न सम्भव छैन र यदि यो स्नेलफिस वा अन्य गहिरो समुद्री जीवहरूलाई समुद्रबाट बाहिर निकालियो भने तिनीहरू चापको कमीका कारण फुट्छन्। केही वैज्ञानिक अनुसन्धानले खुलासा गरेको छ कि सतह नजिक बस्ने माछाहरूको भित्र पौडी खेल्ने थैली हुन्छ। यो पौडी थैली हावाले भरिएको हुन्छ, जसले तिनीहरूलाई धेरै गहिरो जानबाट रोक्छ। तर गहिरो समुद्री जीवहरूमा यो पौडी थैली हुँदैन र यही कारणले तिनीहरू सजिलै गहिराईमा जान सक्छन्। यसबाहेक हालैका खोजहरूले खुलासा गरेका छन् कि सबै समुद्री जीवहरूको भित्र पाइजोलाइट्स भनिने एक जैविक अणु अर्ग्यानिक मलिक्युल हुन्छ। यो अणुले झिल्ली मेम्ब्रेन्स र प्रोटिनहरूलाई किचिनबाट जोगाउँछ। वैज्ञानिकहरूले स्नेलफिसभित्र ठूलो मात्रामा पाइजोलाइट्स फेला पारेका छन्, तर यी पाइजोलाइट्सले अन्ततः प्रोटिन र झिल्लीहरूलाई किचिनबाट कसरी जोगाउँछन् भन्ने कुरा अझै थाहा हुन सकेको छैन। यो तब मात्र थाहा हुनेछ जब च्यालेन्जर डिपमा गएर जीवित माछामा अनुसन्धान गर्न सक्ने प्रविधिको आविष्कार हुन्छ। प्रकृतिका यस्तै अनौठा र अकल्पनीय तथ्यहरूले भरिएको यो संसार साँच्चै अचम्मको छ।
यदि तपाईलाई आजको यो जानकारीमूलक भिडियो मन पर्यो भने हाम्रो च्यानल अचम्मको दुनियाँलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईलाई यो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला र आफ्ना साथीहरूसँग पनि शेयर गर्नुहोला। अर्को एउटा यस्तै रोचक र अचम्मको विषयवस्तु लिएर फेरि आउनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद।